हेलो एभ्रीवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। साथीहरू स्वागत छ हजुरहरूलाई सागर व्लग युट्युब च्यानलमा। सो गाइजहरू, अहिले चाहिँ बिहानको 8:30 भइसकेको छ र सबैजनालाई चाहिँ गुड मर्निङ है। म चाहिँ अब यहाँबाट चाहिँ हजुरलाई एउटा भ्यू देखाउँछु के। आई होप मेरो जस्तो रुम कसैको छ भने चाहिँ मलाई मेन्सन गर्नु होला हो क्या। दिस इज माई रुम, दिस इज माई बेड। तर यहाँबाट एउटा खतरा भ्यू देखेको छ है त। ल सबजनाले हेरौँ है त। ल यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ टक्क हिमालको भ्यू है। सो अब हिमाल हेर्नको लागि चाहिँ मान्छे कहाँ कहाँ जान्छन्, तर म भने आफ्नै रुम आफ्नै बेडदेखि चाहिँ थोरै हल्का निहुरेर हेर्नुपर्छ क्या, किन भन्दा यो बरेन्डाले गर्दा चाहिँ दिँदैन। सो त्यही हो, अब हामी चाहिँ भाइ चाहिँ तल छन्। अब भाइसँग मिटअप गर्नु पर्ने हुन्छ। अनि फेरि दिदी पनि आउनु भएको अहिले चाहिँ। अब हामी चाहिँ आज चाहिँ हल्का सो प्लानिङ छ, फेरि काम गर्न जानुपर्ने हुन्छ। टाइम अब के भन्ने, अब घुम्न चाहिँ पर्छ क्या। ट्राभलिङ फेरि मेरो फेभरेट हो क्या। अब त्यस्तो ट्राभलिङ भन्दा धेरै टाढा पनि हुने छैन, तर पनि त्यस्तो हुनेछ, हजुरले चाहिँ देख्न पाउनुहुनेछ। सो त्यही हो, भिडियोलाई चाहिँ अन्तिमसम्म हेरौँ है। सो है गाइज, हामी चाहिँ अब यहाँबाट निस्किन लागेको। यहाँनिर चाहिँ मेरो भाइ छन् है, हाम्रो सञ्जय भाइ रहेको छ। यसो नाम भन्दै त। मेरो नाम सञ्जय केसी। नाम भन्दै तिम्रो? सञ्जय मात्र हो? सञ्जय केसी भन न। यहाँ हो त, यहाँ हो, म भिडियो बनाउँछु अब। सो त्यही हो, हामी चाहिँ अब यहाँबाट चाहिँ अब निस्किन लागेको होइन। अब कहाँ जाँदै हो, के छ प्लानिङ भन्ने भिडियो, अब के अरे भन्ने कुराहरू चाहिँ हजुरले चाहिँ अब भिडियो चाहिँ अन्तिमसम्म हेरौँ है, थाहा हुनेछ। सो त्यही हो, हामी चाहिँ अब दुईजना चाहिँ अब रेडी भइसकेको छौँ। अब दिदीहरू हुनुहुन्छ, दिदी बहिनी चाहिँ रेडी हुनुहुन्छ, रेडी हुन लाउनु भएको छ। अनि साथीलाई पनि कल गरेको छु, अब त्यो पनि आउँछ होइन। अब अमृत चाहिँ अब त्यसलाई कल पनि गरेन म, किन भन्दा अब उसको बिचरा अब त्यस्तै अहिले सिचुएसन कन्डिसन अब खुट्टोको कारणले गर्दाखेरि। तर पनि आई मिस यु है कालु भाइ। त्यही हो, बाँकी चाहिँ अहिले दिदीहरूसँग भेट भएपछि टक्क लगाएर बनाउनु पर्ने हुन्छ। हामी चाहिँ अब रेडी भएर यहाँबाट चाहिँ निस्किन लागेको है त। गाइस, हामी चाहिँ अब फाइनली 4जना चाहिँ भेट भएर चाहिँ यहाँबाट निस्किन लागेको छौँ है। यहाँनिर चाहिँ मेरो बहिनी छिन्, किरण बहिनी छिन् होइन। यहाँ चाहिँ अब सम्झना दिदी हुनुहुन्छ। फेरि अब निकनेम पनि छ, फेरि किरण बहिनी सम्झना दिदी भनेर पनि नचिन्नु होला। फेरि निकनेम के छ भनिदिनु त दिदी। मेरो नाम साया केसी। हजुर, अनि हजुरको? सारा खत्री। सारा खत्री दुईटा हो कि हामी। सो त्यही हो, यहाँनिर चाहिँ हाम्रो भाइ खाने यता सञ्जय भाइ खाने। ल लजन होइन के बोल्ने अब आज। हाई भनिदियो त। हाई मात्र भन्ने, अरू भन्ने होला नि। लजन होइन क्या, अनि भाइ फेरि हल्का लजाइदिन्छन् के। सो त्यही हो, अब हामी चाहिँ जान चाहिँ लागेको चाहिँ हिल स्टेसन हो है। अब बुटोलतिर नि गएको थिएँ, कति म टोटल चाहिँ 11-12 दिन चाहिँ बसेँ उता चाहिँ। अब ठुली मम्मी आन्टी होइन, यताउता गोविन्द दाई अनि सबै यताउता साथीकोमा गर्दाखेरि त्यत्रो दिन लागेको। अनि फेरि त्यहाँनिर चाहिँ भिडियो ब्लगिङ पनि म सुट गर्न नि पाएको थिएन, त्यस्तै भयो। सो त्यही भएर हल्का छोटो मिठो एउटा 3 मिनटको त राखेको थिएँ। अब आज चाहिँ नेक्स्ट लेभल रमाइलो हुन्छ, त्यही भएर स्पेसल झोलाहरू पनि फेरि छ कि यहाँ फेरि। सो त्यही हो, अब चाहिँ लाग्नुपर्ने हुन्छ। भिडियोले यताउता बाटोमा गएको त के नै खासै देखाउनु र उहीँ सिधै डाइरेक्ट हिल स्टेसन अथवा हिल स्टेसनको बाटोमा गएपछि भेट्नुपर्छ भ्यूहरू। अरू केही भन्नु छ? भन्नु न हजुर, मजा भन्नुहुन्छ भनौँ न, भनौँ लजाउन होइन के, बोलौँ न त। फाइनली अब हाम्रो के अरे समाधिसँग नि धेरै पछि भेट भयो है हामी। 1.5 वर्षपछि फाइनली। कति पछि तपाईँ त के अरे तपाईँको फेरि मलाई त्यो उपिन चाहिएको थियो कि। म त्यो आन्टीलाई पनि त्यहाँ भन्दाखेरि त्यो देखाउँदा पनि त्यो गरेको थिएँ कि त्यो म्युजिक भिडियोहरू चाहिँ हजुर के अरे तपाईँ कतिवटा गर्नु भएको अनि डान्स स्टुडियोदेखि होइन, हरेक कुराहरू। अब यस्तो के स्ट्रगल खतरा छ। अब म यस्तो सोचिरहेको कि एक दिन चाहिँ टाइम मिल्यो भने चाहिँ हामी दुईजनाको चाहिँ अब होइन, हुन त अब छ सबैको, तर पनि दुईजनाको चाहिँ स्ट्रगल एउटा चाहिँ पोडकास्ट भिडियो पनि यसो लिम कि। अब त्यसको लागि माइक पनि व्यवस्था छ, अब हेरौँ अब क्वालिटीको लागि छँदैछ आइफोन, अब अडियो क्वालिटीको लागि माइक छँदैछ, त्यही भएर चाहिँ एडजस्ट गरेर आई होप अब सायद बनाउँछु होला। सो त्यही हो, सकेसम्म
छिटो अँ लिएर आउनेछौँ त्यही पनि अब टाइम त हाम्रो मिल्ने छ है यताउता गरेर त्यही घरै अब घरै जो भइन्छ अहिले चाहिँ तपाईँ त बस्नु छ होइन टाइम छ नि त हामीसँग छ अहिले चाहिँ सो त्यही हो अनि किरण बहिनी चाहिँ बोलिदेऊ त केही बोल न केही बोलौँ न यार हाम्रो चाहिँ अस्ति नै अब के अरे बहिनी किरण बहिनीबाट मेरो त आइसक्यो कुन के अरे फोटो फ्रेममा भन्ने अलरेडी तर समय दिएर मेरो पनि त्यहाँ बनाउने भन्ने जस्तो नि त्यो प्लानिङहरू चलिरहेको थियो अनि त्यस्तै भयो अब अहिले कस्तो लाग्यो भन्दाखेरि त्यो ब्लगिङ भन्ने बित्तिकै त अब डाइरेक्ट मोबाइल उठायो डाइरेक्ट स्टार्ट गर्दै त्यसलाई चाहिँ केही यताउता छैन त्यसलाई चाहिँ धेरै कुराहरू चाहियो कि अब स्क्रिप्ट भयो यताउता धेरै गाह्रो छ नि त त्यसो भएर टाइम म्यानेज गर्नु गाह्रो हो अब फेरि अलिक ठुलो भएपछि कस्तो हुन्छ भन्दाखेरि तपाईँहरूको काम गर्नु पऱ्यो नि त कमाउनु पऱ्यो नि त भन्ने हुन्छ कि त्यही भएर त्यो कारणले गर्दा टाइमै मिल्दैन अब आई होप अब टाइम मिल्यो भने चाहिँ दुई बेनाको नि एकदम आउनेछ नेक्स्ट लेभल हो फेरि आउनेखेरि तर हेरौँ ट्राई चाहिँ गर्नेछौँ हामी चाहिँ कोसिस चाहिँ गर्नेछौँ तर टाइमको कारण त्यस्तै हुन्छ कि अब मेरो टाइम मिल्दा दिदीको मिल्दैन दिदीको मिल्दा मेरो मिल्दैन अनि त्यस्तै त्यो कुराहरू चाहिँ आजभोलि चाहिँ अलिकति पोसिबल अलि गाह्रै देख्छु म तर पनि फेरि कोसिस त गर्नु के अरे छन्नु हुँदैन है कोसिस गर्नेवाले कि कभी हार नै होता है भनेर यो चाहिँ हाम्रो नेटा आइसकेको छौँ भ्यू हेर्न सक्नुहुनेछ बुटहरू चाहिँ घोडा छ है यो चाहिँ मलाई चाहिँ सिन चाहिँ बबाल लाग्छ कि यहाँ चाहिँ हामी देदेर म भएर आउँथ्यौँ पहिला रातिमा टक्क साँझखेर के गफ गर्ने बस्ने अनि खाना खान जाने गर्थ्यौँ एकदम सो त्यही हो देवदाई वर्ष होइन सबजनालाई चाहिँ हामीले मिस गरिरहेको छ आई मिस यु मिना दिदी फेरि मिनाले मलाई गरेन नि गर्दाखेरि कमेन्ट गर्नु होला फेरि त्यहाँनिर सो त्यही हो मेमोरी चाहिँ धेरै छ है टक्क आफ्नो गाउँ यहाँ दाउरा खन्न गएको झेग्रा काट्न गएको बाह्र चराउन गएको सो त्यही हो गाउँघरमा त्यही नै त हो मेमोरिज भनेको अब भिडियो पनि धेरै लामो पनि नगरौँ होला फेरि अब माघी रमाइलो त देखाउने हो अहिले यहाँ मात्र गफ गरेर भएन है त्यही भएर सो अहिलेको लागि चाहिँ यति नै अब हिल स्टेसन गएपछि मिलाउँला है सो है गाइज हामी चाहिँ भर्खरै साथीसँग नै भेट भइसकेको छौँ यहाँनिर चाहिँ हाम्रो अर्को ब्लगर हुनुहुन्छ मोटो ब्लगर हिजो चाहिँ भिडियो आइसकेको थियो म यसो हेर्दै थियौँ हामीले चाहिँ हामी चाहिँ अब हिल स्टेसन हिँड्नु लाग्यो यहाँखेरि हल्का सामानहरू ल्याउँदाखेरि हल्का टाइम लाग्यो क्या एकछिन 1 घन्टा कुरा हो एकछिन होइन जे भए पनि अब त्यहाँ टाइम हेर्नु पुरा त्यहाँ सोच्नु परेन अनि के लाने हो के गर्दा ठिक होला भन्दाखेरि हल्का डिस्कस गर्दाखेरि टाइम लाग्यो क्या मैले त बसेर बनाएको थिएँ वेट गर्दा गर्दै टाइमै मलाई त लाग्यो कि 16-17 मिनट त यही हुन्छ जस्तो लागेको थियो ल बोल्दै त जाडो भए बोल्दै त जाडो सो हामी चाहिँ अब यति नै हो हामी चाहिँ टोटल चाहिँ 5 जना छौँ है अब यहाँबाट चाहिँ लागिरहेको यहाँ चाहिँ हाम्रो दिदी बहिनी हुनुहुन्छ हिँड्नु चाहिँ लजाउनु भयो अरे नबोल्ने अरे भिडियोमा धेरै लाज लाग्छ अरे सो त्यही हो अब यहाँ पनि धेरै दिदीलाई अब सिधै डाइरेक्ट कहीँ पुगेपछि बनाउला स्टार्ट है अहिले हल्का मलाई यहाँ बोल्दा पनि धो भइसक्यो कि झोलाले गर्दा यहाँ घाँटी भइसक्यो के भन्ने कि सो पुगेपछि साइजहरू हामी चाहिँ अब अलिकति यो मोटर बाटो चाहिँ क्रस गरेर अब चाहिँ यहाँबाट चाहिँ सिडी चढ्नु पर्ने हुन्छ है यहाँनिर चाहिँ हाम्रो साथी यता छ हाम्रो भाइ यता छन् त्यहाँ दिदी बहिनी हुनुहुन्छ है अब यहाँ चाहिँ हेर्न सक्नुहुन्छ है चिसोको कारणले गर्दा यस्तो सेतै भएको छ यहाँ चाहिँ यस्तो लड्किन चाहिँ मजा लाग्छ ट्याक्सी चाहिँ कस्तो लाग्छ अब यहाँखेरि मान्छे आउजाउ गरिराखन् एउटा टोली चाहिँ गइसकेका छन् गाडीमा हाम्रो गाडी सकेर जान्छौँ र भनेर भन्दै हामी फेरि गाडीमा हिँड्दैनौँ कि किन भन्दा यो नेचुरल आफ्नै ठाउँमा अर्को हाँची आउँदाखेरि खिचौँ लाग्यो ल अब हाम्रो सो फाइनली सुरुवात चाहिँ भइसकेको छ अर्घाखाँची हिल स्टेसन झोला खायो मलाई यार बोर लाग्यो यस्तो झोला बोक्दा यहाँ ओके छ त फेरि फोटा खिच्ने भन्नुभयो ल पाले पालो आइहालौँ लाइन लाइन ओके यहीँ जानु न गाडी नदेखाइदिउँ क्या अरूको हामी चाहिँ अब फोटाहरू खिचेर फेरि निस्किसकेको छौँ यहाँ चाहिँ अब बाटो भ्यूहरू हेर्न सक्नुहुनेछ दिदीहरूले चाहिँ त्यहाँ वेट गर्नु भएको छ है अगाडि हिँड्नु न भाइ प्रिन्ट चाहिँ खतरा देखिसक्यो भाइको फेरि यस्तै हुडी किन नहोस् अब के भयो अरे बाटोहरू धेरै छ अब कति के बाटोहरू देखाउने डाइरेक्ट सिम्पल उही इन्जोय गरेको देखाउँछु ल
है फाइनली गाइजहरू हामी चाहिँ हिल स्टेसन चाहिँ आइसकेका छौँ है यहाँनिर चाहिँ हेर्न सक्नुहुनेछ टक्क लाएर खच्चडहरू घोडाहरू सबै छ हेलो हाई गरिदेऊ त यहाँनिर चाहिँ हेर्न सक्नुहुनेछ अब यसलाई चम्किन्छ है मसँग यार तर यो रेडी भइसक्यो एउटा कुरा चाहिँ फाइदा हुन्छ खाना चाहिँ भोकले खिचम लाग्यो अब हामी यहीँ त खाऊँ नि डोन्ट वरी बस्नु मिल्छ यसको माथि बस्नु त मिल्छ मेरो त मिल्छ ए र रिसी है ए अब यहाँ माथि बसेर यसो घुम्नु पर्ने हुन्छ भनौँ न जम्मे त अगाडि जान्छ जान लाग्यो ल है त ठाउँ चाहिँ कस्तो हो कस्तो पावरफुल हुन्छ है सो अब पहिलाको टेन्ट भएको ठाउँ चाहिँ यहाँनिर हो म यसो त्यहाँ देखाउँछु हजुरलाई चाहिँ यहाँ चाहिँ नयाँ बनाएको छ क्या यो चाहिँ यसो टिकटकहरूमा चाहिँ हेरे हो आउन चाहिँ पाएको थिएन कि हामी क्याम्प फायर बसेर चाहिँ यहाँ हो क्या यहाँनिर चाहिँ म देखाउँछु हजुरलाई है त सो साथीहरू अब हाम्रो यो चाहिँ स्पेसल्ली हाम्रो टेन्ट है यो चाहिँ कस्तो छ भ्यूहरू चाहिँ हेर्न सक्नुहुनेछ हजुरहरू चाहिँ यहाँ चाहिँ आगो ताप्ने अब आजभोलि त पुरानो भइसकेको छ है यस्तो भयो लेट्स गो भित्र पनि गएर हेरौँ न त यसो अन्धधुन्द छ यहाँनिर चाहिँ है यस्तो सेउलाहरू यहाँ चाहिँ अब बाघहरू बस्छ जस्तो छ बाल्टीहरू पनि राखेको रहेछ सो त्यही हो हामी आउँदा चाहिँ यहीँ थियो एउटा टेन्ट थियो अनि यहाँ चाहिँ आगो चाहिँ माथि बाल्यो अनि त्यहाँनिर चाहिँ यसो बस्यो अनि नयाँहरू चाहिँ बनाएको छ त्यहाँ पनि गएर यसो घुमौँ देखाऊँ है हजुर ओके छ त दाउरो चाहिँ फालिदिउँ ल यसलाई त सो अब टेन्ट चाहिँ हेरिसक्यौँ अब पहिला यसो गरौँ त्यहाँनिर चाहिँ पोखरी यसो हेरौँ पानी त फोरे हो पानी फोरे भयो भने त्यहाँ जाऊँ अनि त्यहाँ यसो हेरौँ के बनाएछ नयाँ यसो नौलो ठाउँहरूमा अनि फेरि यसो थके मेटौँला अनि यताउता गरौँ लाग्यो फोटो भिडियो त्यस्तै त हुन्छ नि त पहिला यहाँ ब्लगिङ स्टार्ट छ नि त यो युट्युबवाला हो कि अहिले त युट्युबको लागि हुन्छ कि सो त्यो अहिले पछि बनाउने हो कि यहाँ पहिला ब्लगिङ भन्नु थिएन यहाँनिर चाहिँ सो पानीहरू छ तर फोरो छ यहाँनिर चाहिँ अलि राम्रो भएको चाहिँ यहाँ अहिले घुम्ने कि यहाँ त माथि त बरु जाम ला एकछिनमा चाहिँ हेर्नु पर्ने हुन्छ यहाँ चाहिँ टक्क लगाएर चौरहरू रहेको छ अनि त्यहाँ चाहिँ अगाडि चाहिँ के बनाएको छ यसो जाम हेरौँ है अब आएको पनि थिएन कि यहाँ घर आएदेखि चाहिँ यसो आउनु र भनेको चाहिँ अब दिदीहरूसँग पनि भेट भएको थिएन अनि भाइलाई पनि यसो घुमाउनु थियो त्यो कारणले चाहिँ आएको अब यहाँनिर चाहिँ के हो कसको लागि बना हो के हो त्यति मलाई पनि थाहा छैन हो यस्तो यहाँनिर रहेको छ सायद यो चाहिँ मेरो विचारमा के हुन पायो खै थाहा छैन आई डोन्ट नो आइडिया ल यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ चाबी लगाएको छ है ठिक छ नि त अब सो त्यही हो यहाँबाट चाहिँ अब माथि जाने भन्नु भएको छ सबैले त्यहाँ माथि भ्यूमा जानुपर्ने हुन्छ है हामी चाहिँ टपमा आइसकेका छौँ अब यहाँबाट चाहिँ भ्यूहरू चाहिँ हजुरले हेर्न सक्नु लेट्स गो है टक्क यहाँदेखि सूर्यदेखि हो क्या हाई भनिदेऊ न हेलो भन अरू किन बोल्ने किरण बहिनीलाई धोबो यस्तो छ क्या ल म पहिला भ्यू देखाउँछु सर लाएर आज चाहिँ मौसमले चाहिँ साथ दिएकै हो है माउन्टेन चाहिँ बब्बाल देखिराखेको क्या सो अब म अलिक तल गएर चाहिँ माउन्टेनहरू चाहिँ भ्यूहरू देखाउँछु है लेट्स गो यहाँबाट चाहिँ टक्क लगाएर भगवती मन्दिर पनि हजुरले हेर्न सक्नुहुनेछ म यहाँबाट चाहिँ देखाउने छु हजुरलाई ल यहाँनिर चाहिँ माउन्टेनहरू हेर्न सक्नुहुनेछ त्यो चाहिँ खानी रहेको छ है बब्बाल छ कि भ्यू चाहिँ हेर्न सक्नुहुनेछ जुम गरेर देखाउँछु है त म भगवती मन्दिर चाहिँ त्यहाँनिर रहेको छ है बब्बाल छ भ्यू चाहिँ वाइल्ड हान्नुपर्छ अब लेट्स गो जाम तल अलि भिडियोमा धेरै बोल्न अलि मिल्दैन र नत्र यहाँ के बोल्थेँ फेरि अलि ब्लगिङमा फेरि के बोल्दिनँ र त्यहाँनिर चाहिँ अलरेडी त्यहाँ बुकिङ भइसकेको रहेछ ठाउँ फेरि हाम्रो चाहिँ यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ टक्क लगाएर यो लोकेसन चाहिँ हाम्रो फिक्स हो
यहाँ चाहिँ जानुपर्ने हुन्छ अनि त्यहाँ अब यसो क्याम्पिङहरू अहिले हामीले अहिले उहु नगर अहिले हामीले यहाँ डेक बजाएर कस्तो गर्छ भने हामीलाई आऊ तिमीले मिलाइदियो नि त आऊ तिमी र म के ल त्यो छोप त ओलाल त जित लाऊ एनी काम त हामीले लिएर गयो नि ल जाम स्क्रिन उठा न अगाडि हिँड्न तिमी हिँड झरै छ यसो उठा जाम मलाई चाहिँ भाइको हुडीखेरि बब्बाल लाग्छ यार सुस्तै भाइ हैन सागर लसुन खान्छ हैन ए खर्जुरो त लसुनले बब्बाल हो फेरि वाइल्ड हो फेरि मलाई नि फेरि खतरा मनपर्छ के बहिनी के भयो ऊ त्यहाँनिर चाहिँ मन्दिर पनि छ है मन्दिरमा पनि जानुपर्ने हुन्छ हामी चाहिँ एकछिन पछि चाहिँ अहिले कहाँ देखियो नि लेट्स गो अब हल्का रमाइलो गर्नुपर्ने हुन्छ तर हाम्रो उनीहरु पर्ने छ नि यार बस्नुको लागि कार्पेट ओके तर मेरो उसले बोल्न याद आयो मलाई नि बोल्दै याद आयो म दिएछिनको पहिला जस्तो खान्छ यता बसौँ न यहाँ अलि राम्रो हो कि यहाँ यता समय यहाँ आउनु के होइन वाइल्ड हो कि यहाँ ठाउँ पहिलो कुरो ज्याकेट खोलो होला बहुत गरिब पदमलाई देऊ सब भिडियो बनाऊ ल स्ट्यान्डले अड्काएर त्यो त म बनाइहाल्छु अब डोन्ट वरी यार भिडियो मैले मात्र बनाएर भएन नि होइन आफूले देखिनु पऱ्यो अब स्ट्यान्डहरू चाहिँ निकाल्नु पर्ने हुन्छ पहिला चाहिँ म ज्याकेट खोलेँ अझ त्यस्तो नयाँ रहेछ क्या टल्किराख नि त अलि सो अब लेट्स गो चिनी सक्यो डाँडे लाग्छ क्या दिदीको डान्सर हो नि त फेरि दिदी फेरि सक्छ त कसैले अनि हजुर फेरि के हो भनिदिनुहोस् त बिरामी मान्छे ओहो कान्छाले हुडी खोलिसक्यो टोपी खोला न यो त्यो खोला के तिमी त्यत्तिकै राम्रो हो नि त हेन्सी बुवा आयो नि ओहो सर फेरि कति छिटो लोकेसन चेन्ज हो गर फेरि डान्सर गीतै बिर्सेको सो अब गानाहरू सबै सुटहरू यहाँ भइरहेको छ है अब पहिला चाहिँ यसो ट्राइपोडमा लाउनु पर्ने हुन्छ है तिमी कहाँ गएको र तर हामी चाहिँ भिरालोमा बस्दै किन आउँछ नि फेरि अलि यताको साइडमा बस्नु पर्ने त सबै दोस्त स्वागत अलिक फर्ममा आइदिएको सो अब चाहिँ हाम्रो खाने कार्यक्रम स्टार्टिङ हुनेछ र बनाउँछ अलिक कम गरौँ है हल्का हामी बोलेको सुन्नु पर्यो नि त साउन्ड नि फेरि होइन फेरि अब यहाँनिर चाहिँ हल्का यसो नास्ता पानीहरू चाहिँ हाम्रो चाहिँ सुरु हुनेछ है बस्नु अब हल्का भिरालो लोकेसन चाहिँ त्यस्तै छ अलरेडी बुक भइसकेको रहेछ कि त्यहाँखेरि होइन तिनीहरू त प्रायः जस्तो अरू खानु केटाहरू भएको ठाउँमा गएर यो हुँदा त अलग्गै कुरा छ नि त फेरि खाने भन्दै पनि त मान्छे कस्तो हुन्छ मतलबी हो जा जरा मतलबी दुनिया की सुनता है क्यों खुद की भी सुन ले कभी मतलबी हो जा जरा मतलबी दुनिया की सुनता है क्यों पानी कसम रोइरहेको बरु अहिले छ्याङ जाने म छ्याङ रहेछ छ्याङ छ त्यहाँ तर अहिले गएर
नाच्दैन मलाई के अन्नु आउनु के हुन्छ के आउन यहाँ आऊ यहाँ छिटो भाइ मेरो आइन के हुन्न पता पता रहे ना किसी का हमें भएन कि पता भाइले दरबारी आए जस्तो लाग्यो नि किन ल्याउ न आऊ नाच तपाईँले नचाउनु त यस्तो भाइलाई नलाग्नु के हुन्न कि नाच न हामी फेरि ब्याकग्राउन्ड डान्सर हो कि अरू सङ्ग बजा के अब के हुन्न कि गाडी उति यस्तो ट्राभलिङमा मात्र भयो कि अर्को यस्तो हुन्छ नि त अब यस्तो अब सबैले उठा उचाल 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 उठा कपी गरे जस्तो भएन अरू उताको सबै नाच्छौँ के भोलि नाच्छौँ के यसो कल गर है तर यार के भयो यार किन चाहिँ गरेर गर त है गाइज हामी चाहिँ अब हिल स्टेसनदेखि फेरि अब घर फर्किन लगाएको होइन हल्का इन्जोयहरू गरियो फोटो भिडियोहरू अब खिचियो अनि हल्का एउटा रिल्स चाहिँ मलाई चाहिँ बनाउनु छ एउटा चाहिँ मेन होइन अब मेन ट्राइपोड लिएको पनि म त्यसैको लागि एउटा रिल्सको लागि ल्याएको थिएँ त्यो रिल्सहरू अझै बनाउनु बाँकी छ मोबाइलमा फेरि चार्जर पनि अलिकति कम छ फेरि अब त्यही त नि आइफोनको अलिकति प्रब्लम भनेको चाहिँ अब चार्जरको हुन्छ पावर ब्याङ्क पनि छैन अहिले फेरि गाह्रो छ सो त्यही हो अब साथीहरू लाग्नु भएको छ अब हामी चाहिँ फर्किन लगाएको अनि यसो मन्दिरमा जाऊँ न त भनेर चाहिँ म चाहिँ यस्तो दिदीलाई हेल्प गरिरहेको थिएँ नि त म फेरि खतरा हेल्पर हो होइन सो अनि एउटा कुरा पदम मोटो भ्लगमा गएर चेक गर्न नबिर्सनु होइन ठ्याक्क अनि हाम्रो कान्छालाई त पुरा होइन अनि सब्सक्राइबर पनि इन्क्रिज भइरहेको थियो होइन त्यही बेला अब ठ्याक्क गएर चेकआउट गर्न नबिर्सनु पदम मोटो भ्लग छ होइन अब त्यसपछि अब सागरको च्यानल त अब छँदैछ अभियसली होइन आइहाल्छ ब्लगिङ हो क्या उता सपोर्ट गर्नु पनि नबिर्सिनु यस्तो हो कि अब बुटोल गएको थिएँ अनि ब्लगिङहरू चाहिँ म त्यहाँ बनाउनु पाएन कि स्पेसल्ली माइकहरू पनि लगेको थिएँ कारण अब त्यस्तै भयो कि खै के नमिल्या हो के नमिल्या त्यस्तै भयो अब त्यही भएर चाहिँ कन्टेन्ट चाहिँ हाल्न पाएको पनि थिएन त्यही भएर चाहिँ यसो घुमघाम पनि हुन्छ अनि फेरि म पनि आएको थिएन अनि कोही पनि आएको थिएन कि हामीहरू चाहिँ अनि सम्झना दिदीसँग नि अब आउनु भएको थियो
अब भाइलाई पनि अब घुमाउन भनेर ल्याएपछि नआउने कुरै छैन। अब मन्दिर चाहिँ यही हो, यहाँनिर हेर्न सक्नुहुनेछ है। सो त्यही हो, अब मन्दिरमा जानुपर्ने हुन्छ। हामी चाहिँ अब मन्दिरमा पनि आइसकेको छौँ। अब त्यस्तो खासै त केही छैन, तर पनि अब मन्दिर चाहिँ नयाँ बनेको छ होइन, त्यही भएर चाहिँ यसो आइदिएको। यहाँनिर चाहिँ हेर्न सक्नुहुनेछ मन्दिर, यहाँनिर चाहिँ टक्क बुट रहेको छ है, राम्रो छ। जे होस् भ्यूहरू चाहिँ यहाँबाट चाहिँ धेरै भित्र नजाउँ होला, यहाँबाट दर्शन गरिदिउँ भाइ। तिमी जान नजाऊ त्यस्तै रन्कित गएको फेरि मलाई हुन्छ, भाइले हुनु भनेको तर गएन कि म धेरै अब त्यति नै ढोक्दै भयो होइन, मनदेखि मान्ने हो त्यही हो एकदम। सो गाइजहरू फाइनली हामी चाहिँ अब निस्केको, हल्का फोटा भिडियोहरू हल्का सुट पनि गर्नु थियो, त्यो पनि गरिसक्यौँ होइन। अब चाहिँ यहाँबाट निस्किएको होइन। सो यहाँनिर चाहिँ अब साथीहरू दिदी बहिनी हुनुहुन्छ, यहाँ मेरो भाइ छन्। भाइ भन्दा त अब हामी जानु लागेको भिडियो चाहिँ अन्तिमसम्म, भोलि भेटौँला भन न। सो त्यही नै हो, अब आजको भ्लगिङ चाहिँ यति नै। अब यहाँबाट निस्किनु लागेको होइन, नत्र चाहिँ बन्ने भए पनि भन्छ त्यहाँबाट फ्री भ्लग भन्छ नत्र चाहिँ। सो त्यही हो साथीहरू, आजको भ्लगिङ चाहिँ यति नै। हामी मिल्नेछौँ नेक्स्ट भिडियोमा।